हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। अनि फेरि मैले चाहिँ ब्लग आइसकेको छु। अनि अहिले चाहिँ 5:30 भएको छ, राति भइसक्यो क्या। अनि म चाहिँ यहाँ बाख्रा, हामी चाहिँ यहाँ बाख्रा तल बाँध्छौँ। म चाहिँ बाख्रा लिने टक्क जाँदैछु। राति भइसक्यो, घाम पनि डुबिसक्यो। अनि म चाहिँ घाँस हाल्न आएको थिएँ। अनि अहिले बाख्रा बाँध्नु, अनि बाख्रा चाहिँ हाम्रो पर छ, गाईहरू कराउँदैछ। यहाँ पहिले बाँध्थ्यौँ यहाँ, अहिले चाहिँ पर टाट्नु घाम छारी पर्दैन, अनि छारी बनाउनु बाँकी छ। अनि बाख्रा यतातिर गाउँहरू यतातिर यस्तो छ क्या। अनि मेरो बाख्राहरू चाहिँ जम्मा 5 छ। यसको नाम चाहिँ हेलो 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 काली माउ चाहिँ यहाँ छ मेरो चाहिँ। अनि हाम्रो चाहिँ टक्क यहाँ तोरीबारी छ नि गाइस हो। टक्क यो तोरी भनेको यो अलिक मजाले यो तलको फुलेको भनेको हाम्रो अजाहरूको हो। अनि यो भनेको चाहिँ हाम्रो यो तलको, अनि यो अनि त ठुलो मम्मी पनि माथि बसिरहनु भएको छ। ठुलो मम्मी चाहिँ यति आउँदैन, ठुलो बा चाहिँ माथि बसेर मलाई जिस्काउँदै हुनुहुन्छ। यो चाहिँ जम्मा मेरो 1 गरा 2 गरा 3 गरा यो अरेली फुलेको चाहिँ हाम्रो हो। अनि यो माथि ठुलो भएको, अनि यता यो तल यो तल्लो गरादेखि मजाले फुलेको चाहिँ ठुलो भएको हो चटोसँग। हे 1-2 दिन पछाडि तोरी राम्रो हुन्छ नि गाइस हो। यता तल नि फुलेको छ नि गाइस, तर फोटो खिच्दिने मान्छे नै छैन तोरीबारीमा। फोटो त खिच्नु मन लाग्छ, तर फोटो खिच्दिने मान्छे छैन, त्यही भएर म फोटो पनि खिच्नै पाउँदिनँ गाइस। यता तल छ दामी फुलेको। अनि मेरो चाहिँ भर्खर फुल्न आँदैछ, अलिक हामीले चाहिँ दिँदैनौँ किनभने डकुल पनि फुलिसकेछ गाइस। तोरी फुल्यो बारीमा लरिलो। अनि हाम्रो चाहिँ यो गराको तोरी चाहिँ मलाई एकदमै धेरै मनपर्छ। अनि म चाहिँ यहाँ तोरीबारी यो गराको तोरी चाहिँ मलाई एकदम धेरै मनपर्छ नि त टक्क। अनि यहाँ माथि चाहिँ ठुलो भएर पानी लाउन आउनुभएको छ, माथि हुनुहुन्छ ठुलो भयो टक्कसँगले चाहिँ बाख्रा लिन आएको। तल मजाको छ क्या तोरीबारी छिट्टोसँगले। तोरी फुल्यो अब तोरीबारी टक्क फुल्छ अनि म फोटो खिच्छु नि गाइस। फोटो जसरी भए पनि फोटो खिच्छु। अनि मेरो बाख्रा चाहिँ कराएको कराइछ, अब म छोडिदिन्छु मेरो बाख्रालाई। ए पक ला जा उता कहाँ हिँडेको यता मेरो जोडी। तिमी कहाँले घरतिर जाऊ पक आज घाँस पनि सकेछ गाइस, डोको खाली छ, घाँस काट्नु जानुपर्ने। आज म घाँस काट्नु गइनँ, आउँदा स्कुलबाट आउँदा राति भइहाल्यो। कति डह्रो माछाले बाख्राहरू चाहिँ मेरो डोको चाहिँ खाली छ। मध्येबाट भोलि घाँस काट्छु अनि हालिदिन्छु। आज चाहिँ मेरो तोरीबारी छोडेर अब बाख्रा लिएर गएको। मेरो तोरीबारीलाई बाई बाई। म चाहिँ बाख्रा लिएर गएको, रात नि परिसक्यो नि त, 6 बज्न आँटिसक्यो। नि बाख्रा खोलिदिनु पनि खोले आजकल काली आज उभा आजकल काली उभा आइज। एउटाले चाहिँ फेरि डोरी नै चुट्टाएछ, अनि मैले डोरीसँगै ल्याएँ यसलाई चाहिँ। बस म चाहिँ घर फर्केको अँध्यारो भइसक्यो। हिँड्न हो, यो चाहिँ हिँड्नै नि सक्दैन, काट्यो छ। मेरो बाख्राहरू चाहिँ घर पुग्न आँट्यो। घर चाहिँ यता हाम्रो भाइ हेलो गरिदेऊ न। यो बाख्रा चाहिँ हिँड्नै सक्दैन नि हाम्रो सुबेडन। हिँड्न त डोरीसँगै ल्याएको मैले अहिले। होइन त्यहाँ खोली खाइसक्यो, अहिले नगर न। म चाहिँ घर आएको, यसले चाहिँ डोरी नफुकाइलेछ भनेर गनगन गर्दै छोड्नुहुँदैन, डोरीसँगै खोले खाइसक्यो अहिले। खोले खोइ कता जानुभयो। यहाँ खोले, म चाहिँ यहाँ खोले। 3 जनाले यो चाहिँ भात पकाउँदैछ भाइ। नाच्देऊ ओ नाच भाइ नाच। हाम्रो भाइ नाच्दैन गाइस, मेरो घर हो यो चाहिँ टक्कसँगले। हाम्रो भाइले चाहिँ नाच्नै आउँदैन गाइस। अब चाहिँ म काम गर्छु, म घर पनि आइसकेँ फाइनली। मेरो घर हो नि त यो, बाख्रा पनि ल्याइसकेँ। म सिर्फ काम गर्छु।